तिमी नहुनु भनेको। यस कविताका कवि हुनुहुन्छ विनय राई। कविता यसरी सुरु हुन्छ। न त सूर्यले आज बिहानै खिर्कीबाट चिहाउनै आयो, न त बिहानीको चिसो बतासले मलाई सखारै बुझायो। न त सूर्यले आज बिहानै खिर्कीबाट चिहाउन आयो, न त बिहानीको चिसो बतासले मलाई सखारै बुझायो। मन्दिर कोठामा घन्टी बजेन आज, मन्दिर कोठामा घन्टी बजेन आज, न धूपको सुगन्ध कोठाभरि नै फैलियो। तकिया छेउको टेबलमा बिहानी चियाको कपबाट बाफ पनि उडेन आज। तकिया छेउको टेबलमा बिहानी चियाको कपबाट बाफ पनि उडेन आज। न त तकियाका ब्ल्याङ्केटहरू पट्टिएर एक किनारामा नै सजियो। तिमी नहुनु भनेको घाम नउदाउनु जस्तै रहेछ। पट्टि फुटेको बाजो धरतीले पानी नदेख्नु जस्तो रहेछ। चुलामा आगो नबल्नु पनि तिमी नहुनु नै रहेछ। चुलामा आगो नबल्नु पनि तिमी नहुनु रहेछ। भिडहरूमा बीचमा एक्लै हुनु भनेको तिमी नहुनु रहेछ। तिमी नहुनु रहेछ। तिमी हुँदा कुनै कुनै बेला केही क्षणका निम्ति घरभित्रै आधी पसे पनि, तिमी हुँदा कुनै कुनै बेला केही क्षणको निम्ति घरभित्रै आधी पसे पनि, भान्सा कोठाको कराई डेक्चीहरूमा चट्याङै परे पनि, गड्याङ गुडुङले घरै हल्लाए पनि, तिमी नहुनु भनेको केही थोक ठाउँमा नहुनु रहेछ। तिमी नहुनु भनेको केही थोक ठाउँमा नहुनु रहेछ। साँच्चै 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 तिमी नहुनु भनेको घाम उधाएर पनि, बिहान भएर पनि बिहान जस्तै बिहान नहुनु रहेछ। बिहान जस्तै बिहान नहुनु रहेछ। बिहान जस्तै बिहान नहुनु रहेछ। नहुनु रहेछ। धन्यवाद।